हामी हजारौं गुलमान लिएर आउने छौं। सरकार कमिसन खोर व्यापारीहरूको पक्षमा छ, यो प्रमाणित गरेको छ। उज्यालो नेपाल बनाएर के गल्ती गरे कुलमानले? घाटामा गएको विद्युत प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे कुलमानले? जब कुलमान, बालेन, रवि जस्ता परिवर्तनकारीहरूलाई सिद्ध्याउने षड्यन्त्र हुन्छ तब प्रश्न उठ्छ सरकार कुन बाटोमा अघि बढ्दैछ। मुलुकलाई लोड सेडिङ मुक्त गराएर के गल्ती गरे कुलमानले? भारत र बङ्गलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले? यही हो गणतन्त्रको उपलब्धि। के प्रधानमन्त्रीज्यू तपाईँ हिटलर बन्दै हो? म सरकारसँग माग गर्न चाहन्छु कि कति पैसा कुन एनजिओ मार्फत आए केमा लगानी भयो? कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ, पर्सि हटाइन्छ। यदि भोलिबाट यो तस्करी रोकिएन भने म गृहमन्त्रीज्यूलाई 0 नम्बर दिन्छु। धन्यवाद। देश बनाउनेलाई हटाउने र देश लुट्ने र जोगाउने खेल बन्द गरियोस्। ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यू? जसले लाइन विद्युतको महसुल तिर्दैन उसैको लाइन नकाट्न भनेर यस्तो प्रकारको निर्देशन किन गरिएको होला सम्माननीय सभामुख महोदय? सरकारले यसरी बारम्बार वचन मात्र दिने काम नगर्ने हो भने त्यसले केवल जनताको विश्वास तोड्ने काम मात्रै गर्छ। चल्ने बेला चाहिँ स्वास्थ्य बिमा हामीले ल्यायौँ भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर वर्षौँसम्म जम्मा 26 देखि 28% मात्र पहुँच राखेर आजसम्म यो कार्यक्रमलाई धराशायी बनाएपछि हतोत्साहित हुने बानी राम्रो भएन। म सरकारसँग माग गर्न चाहन्छु कि कति पैसा कुन एनजिओ मार्फत आए केमा लगानी भयो? कति धर्मान्तरणमा भयो, कति जात लडाउनेमा भयो, कति अनि देश टुक्राउनेमा भयो लगानी भयो? यो सम्पूर्ण जानकारी यो सदनले पाउने हक राख्छ। अलिकति तदारुकता साथ हुनुपर्ने ठाउँमा त्यहाँ पनि भ्रष्टाचारको जालोबाट रुमलिएर न्याय पाउँदैनन्, मरेपछि पनि पाउँदैनन्, जिउँदो हुँदा पनि पाउँदैनन्। 3 जना अपराधीले बलात्कार गरेका छ सभामुख महोदय, तर ती बलात्कारीलाई बचाउनलाई केही राजनीतिक दबावहरू छ, केही राजनीतिक दलहरूको, त्यो दबाव नपरोस्। मैले अब त यो सदनमा प्रश्न गर्नु छोडे। सभामुख महोदय, म आफैसँग प्रश्न गर्छु, ती बालिकाको भविष्य के होला? काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने नेपाली उखान जस्तै ऊर्जा मन्त्रालयमा के भइरहेको छ सम्माननीय सभामुखज्यू? दुधकोशी जलविद्युतको सिइओ विमल गुरुङलाई कारबाही अथवा निष्कासन हो कि के हो पत्र सार्वजनिक भएको छ। मन्त्रीको आलोचना गरेको कारणले सम्माननीय सभामुख मध्ये विद्युत नियमन आयोगले महसुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने? मैले पत्रिकामा पढे अनुसार जसले लाइन विद्युतको महसुल तिर्दैन उसैको लाइन नकाट्न भनेर यस्तो प्रकारको निर्देशन किन गरिएको होला सम्माननीय सभामुख महोदय? कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ, पर्सि हटाइन्छ भनेर हल्ला गरेको हामी सुनिएको छ। उज्यालो नेपाल बनाएर के गल्ती गरे कुलमानले? घाटामा गएको विद्युत प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे कुलमानले? मुलुकलाई लोड सेडिङ मुक्त गराएर के गल्ती गरे कुलमानले? भारत र बङ्गलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले? सम्माननीय सभामुख महोदय, बरु सम्मान गरेर जनता सबै नेपालगञ्ज गया, कहाँ गया चिलगाडी, जाउँदो हेऱ्या गन्दै आउँदो सरकारले पिछाडी। जनता लुट्या, देशै लुट्या, रोडमै पानी फुट्या, सरकारको रवैया देख्दा जनताको आश टुट्या। खसी काटी मासु खान्या, रगत चाहिँ नदेख्ने, सुख शान्ति यस आराम चाहिने, बलिदान नदेख्ने। कुलमानलाई हटाउन भनी रात दिन धाउने, अन्धकारलाई झलमल पार्ने, नम्बरै नपाउने। मर्या गोरु मासु खाया, जेलभित्त लिँदा छन्, लाली गुराँस काट्ने कन सुरक्षा दिँदाछन्। सुख छैन, सुरक्षा छैन, जनता मर्याकै छन्, बिचौलिया दलाली च्यापी सरकार रम्याकै छन्। हिटलरी शासनकाल आया, दलालले सास फेर्या, पत्रकारको मुखमै ताल्चा, जनताले छन् हेर्या। कुलमान घिसिङ, सुन्दुक रोहित, महावीर पुनकन नेपालको सम्पत्ति मानौ, गर्नु हो गुण पुनः, कमिसन पाएनौ भनी कुलमान कन घेर्नु सक्षम र खुला बिल्लादारी गुन्डाहरू प्रयोग गरेर कार्यक्रममा मान्छे कुट्ने मान्छेलाई कारबाही गरियोस्, पक्राउ गरियोस्, होइन भने सडक र सदनबाट यसको आवाज खरोको साथ उठिन्छ। दल सरकारको प्रभाव दबावमा रहेर जसरी पास खोसिया छ, आजै नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्। प्रधानमन्त्रीज्यूलाई प्रश्न सोद्धा संसदीय व्यवस्थाको रिपोर्टिङ गर्ने 2 युवा पत्रकारको अनुमति पत्र खारेज गरिन्छ किनकि उहाँलाई प्रश्न मन पर्दैन। केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शकलाई पिट्छन्, फेक्छन्। रङ्गशालामा यही फागुन 19 गते हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो, पुलिस चाहिँदैन भन्नुहोस्, हामी पनि तयार भएर बस्छौँ, यसमा 2 मत छैन। रङ्गशालामा युवा कुट्न, बेलुन बेच्नेलाई थुनामा हाल्न र कार्यक्रममा
उखान टुक्का सुनाउन व्यस्त सरकार, धेरै व्यस्त सरकार। के तपाईँ हिटलर हो भनेर सोधेको आधारमा 2 जना पत्रकारको पास सङ्घीय संसदले निलम्बन गरेछ। केही दिन अगाडि यही संसदमा सत्तापक्षीय माननीयज्यूले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ र भनेर प्रश्न सोध्नुभएको थियो। संसद सचिवालयलाई सचेत गराउनु भएको थियो। आज निलम्बनको खबर आयो। संसद निरन्तर सत्ताको छाया बन्दै गएको छ। 1930 को जर्मनीको इतिहास पढ्नुहोला। हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए। जति बेला उनी सरकारमा गए त्यति बेला उनले लोकतान्त्रिक अधिकारहरू कटौती गरेर निरङ्कुश बने। अहिलेको सरकार पनि त्यही गर्दैछ। खुला मञ्चमा फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ। अब मेरो पनि प्रश्न, के प्रधानमन्त्रीज्यू तपाईँ हिटलर बन्दै हो? एउटा कविताबाट सुरु गर्छु म यो सरकारको रवैया। गर्नेलाई भन्दा देख्नेलाई लाज, प्रधानमन्त्रीको थियो रङ्गशालामै बास। सरकारका विरुद्ध आवाज उठाएकी हातखुट्टा भाँच, पार्टीका बिल्लाधारी गुण्डाहरूको देखियो ताण्डव नाच। सम्माननीय सभामुख महोदय, रङ्गशालामा यही फागुन 19 गते प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गर्ने, दर्शक दिग्रामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुण्डाहरूले मान्छे कुट्ने, प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने। वाह गृहमन्त्रीज्यू, वाह प्रधानमन्त्रीज्यू, यो तिम्रो कस्तो लोकतन्त्र, यो तिम्रो कस्तो प्रजातन्त्रको अभ्यास गरिराख्नु भएको छ। खुलमखुला भन्नुहोस्, हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो, पुलिस चाहिँदैन भन्नुहोस्, हामी पनि तयार भएर बस्छौँ। यसमा दुई मत छैन। तर विधिको शासन खै, आज बिपीको सपना खै, आज मदन भण्डारीको सपना खै। त्यो भएको हुनाले यसरी मान्छे कुट्ने, खुलमखुला बिल्लाधारी गुण्डाहरू प्रयोग गरेर कार्यक्रममा मान्छे कुट्ने मान्छेलाई कारबाही गरियोस्, पक्राउ गरियोस्। होइन भने सडक र सदनबाट यसको आवाज खरोको साथ उठिन्छ। नेपाल नागरिकलाई, कुनै पनि नेपालका नागरिकलाई कुट्न पाउने अधिकार छैन। सम्माननीय सभामुख महोदय, अर्को कुरा, गजबको कुरा, 2072 साल 72-73 मा नेपाल विद्युत प्राधिकरणको 8 अर्ब 89 करोड रुपैयाँ के थियो, घाटामा थियो। अहिले 2081-82 6 महिना अझै बाँकी छ। 11 अर्ब 36 करोड फाइदा छ। अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई कारबाही मात्र गर्ने होइन कि शून्य नम्बर दिने रे। उहाँहरूको यदि बहस चल्ने हो भने त भोलि पास हुनेलाई फेल, फेल हुनेलाई पास। यो कस्तो हो? त्यही भएर कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च यहाँ गरिँदैछ र मन्त्री परिषदको निर्णय हुँदैछ भन्न सुन्नमा आएको छ। यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर ठानेर सडक र सदन दुईटैबाट आवाज उठ्छ। यसको नेपालको श्रम ऐन 2074 को दफा 148 को उपदफा 1 मा व्यवस्था भएअनुसार के भनिएको छ भने कसैले अवकाश प्राप्त गरेको रोजगारी अन्त्य भएको 15 दिनभित्र भुक्तानी गर्नुपर्ने भनेर पारिश्रमिक सुविधा लगायत सबै। तर उदयपुर सिमेन्टको हकमा आजभन्दा 3 वर्ष अगाडि नै अवकाश प्राप्त गरिसकेका 103 जना अहिलेसम्म पनि कुनै सुविधा रकम पाएका छैनन्। जसमध्ये अशोक चौधरी, उपेन्द्र रखाल, देवी बजगाईको मृत्यु भइसकेको छ। साथै हेम कुमार दाहाल किडनी फेल भएर अस्पतालमा भर्ना छन्, तर उपचार गर्ने पैसा छैन किनकि सरकारले पैसा दिइराखेको छैन। सिमेन्ट उद्योगमा काम गर्दै गर्दा त्यो धुवाँ, त्यो धुलो, त्यो हल्ला, त्यो आवाज सबैमा आफ्नो जिन्दगीको 35 वर्ष दिएकाहरूले अब के दिन बाँकी छ यो सरकारलाई? अनि पैसा फिर्ता पाउने वा पैसा पाउने, आफूले गरेको रोजगारीको मूल्याङ्कन अनुसार पाउनुपर्ने हक अधिकार किन पाइराखेको छैन? त्यसैले गर्दा हामी यो सार्वजनिक संस्थानमा राजनीतिक नियुक्तिको उपज के हुँदछ त्यो देखिराखेको छौँ। तर अर्कोतिर कुलमान घिसिङ जस्तो कम्पनीलाई फाइदामा पुर्याउनेहरूलाई हामीले मूल्याङ्कन 0 मा गर्छौँ र उसलाई विभिन्न बहानामा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहानाबाजी गरिराखेको छौँ। विभिन्न परिपञ्चहरू सृजना गरिराखेको छौँ। त्यसैले सरकार यो 103 जनाले कहिले पाउँछ? उसको 35 वर्षको योगदानको मूल्याङ्कन कहिले हुन्छ? र अर्कोतिर खबरदार पनि भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखट्यौँ भने हामी हजारौँ कुलमान लिएर आउनेछौँ। धन्यवाद।
जब कुलमान, बालेन, रवि जस्ता परिवर्तनकारीहरूलाई सिद्ध्याउने षड्यन्त्र हुन्छ तब प्रश्न उठ्छ सरकार कुन बाटोमा अघि बढ्दैछ। सरकार कमिसन खोर व्यापारीहरूको पक्षमा छ, यो प्रमाणित गरेको छ। कुलमान, घिसिङ, सुन्दुक, रोहित, महावीर पुनकन नेपालको सम्पत्ति मानौ, कमिसन पाएनौ भनी कुलमान कन घेर्नु। यदि सरकारलाई संविधान चाट्ने अधिकार छ भने जनतालाई पनि संविधान चाट्ने अधिकार छ। हिटलरी शासनकाल आया, दलालले सास फेर्या, पत्रकारको मुखमै ताल्चा, जनताले छन् हेर्या। देश बनाउनेलाई हटाउने र देश लुट्ने र जोगाउने खेल बन्द गरियोस्, अन्यथा जनताबाट प्रतिकार स्वरूप मिसन सुन्ना गरियो भने लुक्ने ठाउँ पनि नभेटिएला। सभामुख महोदय, 1 रुपियाँ तेलको मूल्य बढ्दै गर्दा बानेश्वरमा चक्काजाम र टायर बाल्ने अखिलका दाईहरू पनि यही गरिमामय सदनमा हुनुहुन्छ। आज यति विदित चरम आक्रान्त मूल्य वृद्धि हुँदै गर्दा ती दाईहरू किन चुप लाग्नु भएको छ? मलाई कहाँ न कहाँ शङ्का छ। यही काङ्ग्रेस एमालेको सरकारले राजा माघ 19 घटना गरेकै थियो। संविधानको समावेशी सिद्धान्तलाई च्यात्दै कुल्चिँदै कति वर्ष भयो घर घरमा ग्यासको पाइप पुर्याउने भने मैले मात्रै सुने भए हो कि यहाँ भए मान्यज्यूहरूले पनि सुन्नुभयो। कमिसन बढाउनु पर्यो भने व्यापारी खोजी हिँडेको छ सरकार त्यस्तो छ। सम्मान्यज्यू मन्त्रीज्यू आज यहीँ हुनुहुँदो रहेछ, अगाडि नै सोध्न पाएँ। हातमा पासपोर्ट, काँधमा झोला, मनमा कति पीडा होला, रहरले होइन मायालु, यो देशमा त भविष्य छैन मायालु। विदेशीबाट डलर ल्याएर नेपालको समाज संस्कृतिलाई ध्वस्त बनाउने तसर्थ कसैले प्रश्न सोध्यो भन्दैमा उसको पत्रकारको अधिकारलाई हनन गरेर कार्ड रद्द गराउन हुँदैन। शब्दको खेल शब्दले बुझेको हुन्छ। यदि कसैले मलाई हिटलर भन्यो भने म भन्ने थिएँ म हिंसक हिटलर होइन, म इच्छा शक्ति भएको हिटलर हुने मलाई लोभ छ जसले मैले मुलुक बनाउन सक्थेँ। कसैले मलाई तानाशाही भन्यो भने मेरो जवाफ हुने थियो मैले ल्याएको अधिकार हात खुट्टा हल्लाउने हो, नाकमा हान्ने होइन। त नाकमा हान्ने म रोक्छु भन्ने मैले भन्ने थिएँ। त्यति मात्र होइन, विदेशीबाट डलर ल्याएर नेपालको समाज संस्कृतिलाई ध्वस्त बनाउने र त्यसलाई रोक्ने तानाशाही हुने भन्नु थिएँ। तसर्थ कसैले प्रश्न सोध्यो भन्दैमा उसको पत्रकारको अधिकारलाई हनन गरेर कार्ड रद्द गराउन हुँदैन। सभामुख मार्फत यही अनुरोध गर्न चाहन्छु। धन्यवाद। विनाशकाले विपरीत बुद्धि भनेर सुनेको थिएँ, आज देखिरहेको छु। किनभने यहाँ इमान्दारहरूलाई निराश बनाइन्छ अनि भ्रष्टहरूलाई पुरस्कृत गरिन्छ। जब कुलमान, बालेन, रवि जस्ता परिवर्तनकारीहरूलाई सिद्ध्याउने षड्यन्त्र हुन्छ तब प्रश्न उठ्छ सरकार कुन बाटोमा अघि बढ्दैछ। देशलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने कुलमान घिसिङलाई आज 0 अङ्कको कार्य सम्पादन मूल्याङ्कन देखाएर फेरि 3 दिन स्पष्टीकरण सोधिएको छ। पत्याउने कुरा हो यो। जसले लोड सेडिङ अन्त्य गरे, नेपालीको घर 99% नेपालीको घरमा उज्यालो ल्याए, जसले विद्युत प्राधिकरणलाई नाफामा पुर्याए, जसले नेपालीलाई बिजुली निर्यात गर्ने अवस्थामा पुर्याए, त्यही व्यक्तिलाई शून्य दिएर निषेध गर्न खोज्नु अन्याय होइन? यो कस्तो इक्जाम हो जहाँ मेहनती विद्यार्थीलाई फेल गरिन्छ तर अयोग्यहरूलाई जबरजस्ती पास गराइन्छ? सरकारको नीति मिसन 84 को नाममा कमिसन 84 चलाउने दाउ हो। सभामुख महोदय, देश बनाउनेलाई हटाउने र देश लुट्ने र जोगाउने खेल बन्द गरियोस्, अन्यथा जनताबाट प्रतिकार स्वरूप मिसन सुन्ना गरियो भने लुक्ने ठाउँ पनि नभेटिएला। सभामुख महोदय। सम्मान्य सभामुख महोदय, म नेपाल सरकारलाई स्मरण गराउन चाहन्छु। विक्रम सम्वत 2079 साल माघ 24 गते सर्वोच्च अदालतले थारू लगायतका समुदायका आरक्षण सम्बन्धी कानुनी व्यवस्था 9 महिनाभित्र सम्पन्न गर्ने सरकारलाई आदेश दियो। तर आजसम्म सरकारको व्यवहारले कथनी र करनी फरक भन्ने उक्ति चरितार्थ गरिरहेको देखिन्छ। म सम्मान्य सभामुख महोदय मार्फत नेपाल सरकारसँग स्पष्ट जवाब माग्न चाहन्छु। सर्वोच्च अदालतको आदेश कार्यान्वयन कुन चरणमा छ? यदि सरकार संविधान र कानुनी शासनको पक्षमा छ भने किन यो कार्यान्वयन ढिलाइ भइरहेको छ? नेपालको राजनीतिक परिवर्तनहरूमा थारू समुदायको योगदान अतुलनीय छ। चाहे त्यो पञ्चायतको अन्त्य होस्, लोकतन्त्रको पुनर्स्थापना होस्, संहिताको स्थापनाको लडाइँ होस् वा थारू आन्दोलनहरू। तर दुःखको कुरा के छ भने थारू समुदायलाई सधैँ राज्यले दोस्रो नागरिकको दर्जा दिइरहेको छ। सामान्य सभामुख महोदय, यदि सरकार साँच्चै समावेशी शासनको पक्षमा छ भने अब बहाना होइन, समाधान दिनुपर्छ। थारू समुदायको पहिचान, अधिकार र योगदानको सम्मान सुनिश्चित होस्। म सामान्य सभामुख महोदय मार्फत सरकारसँग निष्पक्ष जवाब र सम्माननीय सभामुख महोदय, लतालिङ्ग चक्रपथ दोस्रो खण्ड समयमा निर्माण गर्न नसकेको दोष छिमेकी देशलाई देखाएर पन्छिने सरकारलाई सोध्न चाहन्छु। त्रिशुली हाइवे बालाजी बाइपास खण्ड वर्षौँदेखि मर्मत सम्भार र कालोपात्रे गर्न नसकेको दोष कसलाई देखाएर पन्छिने? अब
तत्काल सम्बन्धित निकायलाई कालोपत्र गर्न स्पष्ट निर्देश दिन सरकारको ध्यानाकर्षण गराउँदै यस सम्मानित सदन मार्फत सरकारलाई केही सोध्न चाहन्छु। हुन त रङ्गशालामा सरकार विरुद्ध नारा लगाएकै कारण गुन्डा लगाएर जनता पिट्नेहरूले, सामाजिक सञ्जालमा सरकारको आलोचना गरेकै कारण साइबर मुद्दा लगाउनेहरूले अनि आफूलाई मन नपर्ने प्रश्न सोधेकै कारण पत्रकारलाई संसद भवनमा प्रवेश रोक लगाउनेहरूले जवाफ दिने हिम्मत त नगर्लान्। यद्यपि राष्ट्र नै लज्जित हुनुपर्ने गरी नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्न उद्धत अरबौँ भ्रष्टाचार गर्ने अपराधी विरुद्धको कारबाही प्रक्रिया कहाँ पुगेको छ सरकार? सम्मानित प्रधानमन्त्रीज्यूलाई बेचनझाप पक्राउ प्रकरणपछि अवरुद्ध भएको नक्कली भुटानी शरणार्थी कारबाही प्रकरण यो को बारेमा यस सम्मानित सदनमा उपस्थित भई स्पष्ट जानकारी दिनको लागि सम्माननीय सभामुखज्यूले रुलिङ गर्नको लागि हार्दिक आग्रह गर्दछु। सर्वसाधारण नागरिकलाई अहिले एलपी ग्यास किन्नमा समस्या परेको छ। व्यवसायीहरूले 1.75% कमिसन बढाएर 5% कमिसन पुर्याउनु पर्यो भन्ने माग राखेका छन्। सरकार कस्तो छ? यो कमिसन बढाउनु पर्यो भने व्यापारी खोजी हिँडेको छ सरकार त्यस्तो छ सम्मानज्यू। तथ्य के हो भने सिमेन्टको भाउ बढाउनु पर्यो भनेर व्यवसायीले भनेका थिए। अनि साँच्चै आज त उद्योग मन्त्री पनि हुनुहुन्छ है क्या हो? यहीँ उद्योग मन्त्रीज्यूलाई सार्वजनिक लेखा समितिबाट निर्देशन गए होइन यो सिमेन्टको मूल्य घटाउनु पर्यो भनेर? कति दिन भयो मन्त्रीज्यू? आज यहीँ हुनुहुँदो रहेछ, अगाडि नै सोध्न पाएँ। कति दिन भयो निर्देशन गएको सार्वजनिक लेखा समितिबाट? भनेको सरकार कमिसन खोर व्यापारीहरूको पक्षमा छ, यो प्रमाणित गरेका छ। आम नागरिकले एलपी ग्यासमा समस्या भोगिराखेका छन्। म यो व्यवसायी त्यस पछाडि ढुवानीकर्ता विक्रेता बीचमा जति पनि विवादहरू निक्लिन्छ यसको मार सधैँ आम उपभोक्ताले खेप्नु परेको छ। म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। अर्को विषय, कति वर्ष भयो घर घरमा ग्यासको पाइप पुर्याउने भने मैले मात्रै सुने हो कि यहाँ भए मान्यज्यूहरूले पनि सुन्नुभयो? 10 वर्ष जति त भएछ त। अनि जसले बिजुली चुलोसम्म पुर्याउने नीतिहरू बनाउँदै थियो, चुलोमा बिजुलीको उपभोक्ता बढाउने नीति बनाउँदै थियो, उसलाई चाहिँ सरकार कारबाही गर्न एकदम तम तयार भएर हात धोएर लागेको छ। सम्मानज्यू, 1 रुपियाँ तेलको मूल्य बढ्दै गर्दा बानेश्वरमा चक्काजाम र टायर बाल्ने अखिलका दाईहरू पनि यही गरिमामय सदनमा हुनुहुन्छ। आज यति विदित चरम आक्रान्त मूल्यवृद्धि हुँदै गर्दा ती दाईहरू किन चुप लाग्नु भएको छ? म दाईहरूको पनि ध्यानाकर्षण गराउन चाहन्छु। सम्मानीय सभामुख महोदय, हिजै मन्त्री परिषदको एउटा निर्णयले यहाँ बोल्न बाध्य बनायो। स्वास्थ्य मन्त्रालयको सबभन्दा वरिष्ठ सहसचिव डाक्टर सङ्गीता मिश्र, जो 1 वर्ष अरूभन्दा सिनियर पनि थिइन्, त्यसलाई बढुवा सचिवमा नगरिकन सरकारले संविधान च्यात्ने काम गर्यो। मेरो प्रश्न के छ भने सङ्गीता मिश्र व्यक्तिसँग मेरो केही चिन्जान छैन, तर सङ्गीता मिश्र एउटा मधेसीको आस्थाको प्रतीक थियो, महिलाको आस्थाको प्रतीक थियो। जसरी कुलमानजीले बार एउटा जनजाति भनेर हुच्याउने काम यो सरकारबाट भइरहेछ, त्यो पनि एउटा नागरिक समाजको आस्थाको प्रतीक हो, विश्वासको प्रतीक हो। सरकारप्रति विश्वास कसैको छैन, सरकार जनतामा गएर बुझे हुन्छ। म एउटा प्रश्न गर्न चाहन्छु, सङ्गीता मिश्रको गल्ती के थियो? मधेसी समुदायमा जन्मनु गल्ती थियो कि महिला भएर जन्मनु गल्ती थियो कि? किनकि यो प्रकरणमा म स्वास्थ्य मन्त्रीको राजीनामाको माग गर्छु। प्रधानमन्त्रीसँग आह्वान गर्न चाहन्छु स्वास्थ्य मन्त्रीलाई इमिडिएट बर्खास्त गरोस्। किनकि स्वास्थ्य मन्त्री मैले पढाएको विद्यार्थी हो, तर उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कुनै मधेसी रहँदैन, कुनै शाखामा प्रमुख भएर, कुनै महानिर्देशक भएर। त्यति मात्र होइन, कुनै जनजाति र दलित पनि हुँदैन। जब सरकार मलाई कहाँ न कहाँ शङ्का छ, यही काङ्ग्रेस एमालेको सरकारले राजा माघ 19को घटना गरेकै थियो। मलाई लाग्छ फेरि प्रतिबन्धकारीसँग मिलेर मधेसी समुदाय, दलित समुदाय, जनजाति, दलित महिला, यिनीहरूलाई संविधानको समावेशी सिद्धान्तलाई च्यात्दै कुल्चिँदै एकल जाति एकल समुदायको नेतृत्व गर्न खोजेर प्रतिगमनको आह्वान गर्न खोजेको होइन। मलाई त सरकारमाथि, मलाई प्रतिगमन शक्तिसँग केही अप्ठ्यारो छैन, उनीहरूले केही गर्न सक्दैन। तर सरकारमा बस्नेहरू काङ्ग्रेस एमाले हिजो पनि बहुदल खाएकै हो, गणतन्त्र नखाओस्, यहीँबाट म आह्वान गर्न चाहन्छु। यदि सरकारलाई संविधान च्यात्ने अधिकार छ भने जनतालाई पनि संविधान च्यात्ने अधिकार छ। किन सम्माननीय सभामुख महोदय, नेपाल शिक्षक महासङ्घले नेतृत्व गरेर
गत वर्ष 2080 असोज 3 देखि 5 गतेसम्म काठमाडौँमा शिक्षकहरूले संसारकै ध्यान केन्द्रित गर्ने गरिकन आन्दोलन गर्नुभयो। तत्कालीन सरकारले वार्ता गर्यो। सुरुमा 6 बुँदे सम्झौता भयो सरकारसँग शिक्षक महासङ्घको, र त्यसमा राहत, पेन्सनबाट वञ्चित, बाल विकास र साबिक उच्च मावि लगायतका अस्थायी प्रकृतिका शिक्षकहरूले असहमति जनाएर आन्दोलन जारी राख्नुभयो र फेरि पछि 12 गते 5 बुँदे अर्को सम्झौता भयो। माओवादी केन्द्रका अध्यक्ष, अहिले प्रतिपक्ष दलका नेता र तत्कालीन प्रधानमन्त्री प्रचण्ड कमरेडको नेतृत्वको सरकारका बेला सत्तापक्षका हामी सांसदहरूले सहमतिमै शिक्षकहरूसँग गरिएको सम्झौता अनुसार संशोधन समेत दर्ता गरियो। पर्सि 24 गते शिक्षक महासङ्घले पुनः ध्यान आकर्षण गराउनका लागि सङ्घर्षको घोषणा गरेको छ र उहाँहरू यसबाट हामीले ध्यान केन्द्रित गरेनौँ र सुनवाई गरिएन भने चरणबद्ध आन्दोलनमा जाने घोषणा गर्दै हुनुहुन्छ। त्यसैले म यस्तो परिस्थितिमा सरकारले छुस्स विधेयक यो अध्यादेशभित्र के छिराइदियो भने यो सहमति बेगर चाहिँ पेन्सनसँग सम्बन्धित भएको एउटा विषय छिरायो, जुन कुरा चाहिँ न शिक्षकहरूले राजी गर्नुभएको छ। त्यसैले म सम्माननीय सभामुख मार्फत सरकारलाई र यो संसदलाई समेत गम्भीरतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु कि शिक्षकहरूलाई अहिले यसैका सन्दर्भमा ध्यान केन्द्रित गरेर पठन पाठनको वातावरण बनाउनु पर्ने आन्दोलनकारी बनाउँदैछौँ हामी। त्यसैले शिक्षकहरूलाई मर्यादित भएर आफ्नो पेसामा जाने वातावरणका साथ सरकार र सिङ्गै संसदको गम्भीरतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु। साथै म प्रतिनिधि सभाको सदस्य भएपछि आफ्नो निर्वाचन क्षेत्रमा विद्यालयमा सांसद र संसदमा विद्यार्थी कार्यक्रम सञ्चालन गरिराखेको छु। आज बाल शिक्षा मावि खाडीचौर, सेतीदेवी मावि डाँडा गाउँका शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका प्रतिनिधिहरूसहित अतिथि ड्यासमा रहनु भएको छ। उहाँहरूसहित सो आसनमा रहनुभएका सबैलाई हार्दिक स्वागत गर्दछु। धन्यवाद। लाल सलाम।